नमस्ते एभ्रिवान, सबैजनालाई मैले हिजो अस्ति भिडियो हालिरहेको थिएँ कि यो एकदमै बेहाल भइरहेको 3वटा गाईको बाछाहरूको बारेमा। त्यो गाईको बाछा चाहिँ आज गोठाटारबाट चाहिँ गाईहरू आउनुभयो र उद्धार गर्नुभएको छ। उहाँहरूलाई हृदयदेखि नै मुरी धन्यवाद दिन चाहन्छु। यति बेहाल थियो कि आज निन्द्रै लागिरहेको थिएन। हजुरहरूले यति ठुलो पुण्यको काम गरिसकेमा हजुरलाई धेरै धन्यवाद है। हजुरलाई म कुन शब्दले धन्यवाद दिउँ। मेरो विचारमा नेपालमा यो गाई पालेर यस्तो बिजनेस गर्ने धेरै भएको हुनाले नेपालमा कि गाई पाल्नु नै ब्यान हुनु पर्यो, कि गाई पाल्नेहरूले बाँचुन जेलरामसम्म टेक केयर गरेर आफ्नो बाछाहरूलाई राख्नु पर्यो। कानुन एकदमै कडाइ हुनुपर्छ भन्ने मलाई लाग्छ। जति पनि हजुरले एकदम पुण्य काम गर्नुभएको छ, एकदमै सम्पूर्ण बेवारसी गाईहरूलाई उद्धार गर्नुभएको छ। हजुरलाई हृदयदेखि नै मुरी धन्यवाद है। थ्याङ्क यू सो मच भन्न चाहन्छु। म कुनै दिन हजुरको त्यो गाई फार्महरू हेर्न आउनेछु। त्यो बेवारसी गाईहरूको फार्म बस्ने ठाउँ बनाउनमा म अवश्य घुम्न आउनेछु, हेर्न आउनेछु। आजको लागि चाहिँ धेरै धेरै धन्यवाद है। मुरी धन्यवाद। हजुरलाई जति धन्यवाद दिए पनि पुग्दैन। त्यो भाटेको चाहिँ ठीक हुन्छ नि दाइ। अब ल यस्तै हो। अब कति दिन भयो दाइ हुँदैन। हजुरले पनि हजुरको वरिपरि कतै यसो बेवारसी गाईहरू देख्नुभयो भने प्लिज इग्नोर नगर्नुहोस्। उहाँहरूलाई चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ। उहाँहरूले उद्धार गर्नुहुन्छ। उहाँहरूले एकदम ठुलो पुण्यको काम गर्नुहुन्छ। हजुरले पनि आफ्नो वरिपरि रहेको बेवारसी गाईहरूलाई सहयोग गरौँ, उनीहरूलाई बचाउनु होला। कतिपय सडक कुकुरहरूले लुछेर जिउँदै लुछेर खाएको पनि देखेको छु। प्लिज हजुरको वरिपरि होइन यस्तो बेवारसी गाई छ भने समयमै कन्ट्याक्ट गरेर उहाँहरूलाई बोलाएर जिम्मा लगाउनु होला। उहाँहरूलाई उद्धार गर्नुहुन्छ, उद्धार गरेर लानुहुन्छ। थ्याङ्क यू सो मच।